आज हामी आफ्नो घरको होम टुर दिन जाँदैछौँ आफ्नो फर्स्ट भ्लगमा। आज हेर्दै जानुहोस् हाम्रो घर यत्रो घर चाहिँ गाईहरू। आज हामी बसमा माथि दिन्छौँ अनि एकछिनतिर हामी आफ्नो ब्याडमिन्टन खेल्न जान्छौँ। अझै लागेर हामी भ्लगमा आउनुहोस् माथि। सानो सानो फुलहरू रोपेको अनि यो चाहिँ सुजहरू राख्ने ड्रवर यो हाम्रो माथिको फ्लोर हो गाइस। अनि यो चाहिँ यसरी लगाइदिनुहुन्छ जहिले किनकि यता हाम्रो भ्यू देखिन्छ दामी। यता हाम्रो बस्न लागि सानो सोफा सो गरिसकेँ म। अब आउनुहोस् भित्र रुम टुर हुन्छ। फुल तरिकाको रुम स्मल लिभिङ रुम। अनि अब हाम्रो यो किचन रुम। हाम्रो उता टिभी छ, सिसी क्यामेरा टिभी अनि त्यो सिसी क्यामेरा फुटेजहरूको गाइजहरू। यता हाम्रो मम्माको रुम छ। मम्माको रुम। अनि यता ऐना आफ्नो थोप्रा हेर्नको लागि ऐना पनि छ। गाइजहरू यता मेरो रुम हो। यता रुममा पङ्खा लाइटहरू छ। यो मेरो हजुरहरूको कृपादेखि एडिटिङ गर्ने कम्प्युटर अनि हो अनि थोप्रा हेर्नको लागि गाइजहरू थोप्रा हेर्दै ऐना। यता मेरो थोप्रा चाहिँ अब यता हामी लुडो खेलिरहेको थियौँ गाइजहरू। हाम्रो होम टुर यति हो। माथि अरू ब्लगमा देखाउला। आज हामी ब्याडमिन्टन खेल्न जाँदैछौँ गाइज। हामी माथि जान्छौँ। मिसमा औ अब हामी माथिको होम टुर त दिने टाइम छैन गाइज। अझै लागिरहेको फोटोका हामी उता गइरहेको छौँ ब्याडमिन्टन खेल्न। जाउँ ब्याडमिन्टन खेल्नु। हाम्रो ब्याडमिन्टनको त हाम्रो सुन्नुहुन्छ होला। हाम्रो ब्याडमिन्टन हाम्रो सुस्कीमा गेट खोल्दा यो हाम्रो सानो भ्लग हो। फर्स्ट भ्लग सानो बनाएको छौँ गाइस। अनि सब्सक्राइब पनि गरिदिनु होला हाम्रो च्यानललाई। इफ हजुरहरूलाई हाम्रो भिडियो मनपर्छ भने सब्सक्राइब गरिदिनु होला र साथसाथै लाइक कमेन्ट सेयर। नयाँ हजुरहरूले नयाँ हो भने सब्सक्राइब र पुरानो हो भने लाइक गरिदिनु होला। अनि मान्छेहरू पनि सेयर सपोर्ट गर्नु होला। अब हामी गइरहेछौँ ब्याडमिन्टन खेल्न। यस्तो नर्मल ग्राउन्डमा ब्याडमिन्टन खेल्ने चाहिँ हजुरहरूलाई मेरो यो दिदी हुनुहुन्न। यो दिदीको बिग्रेको थोप्रा वाला दिदीलाई नि अलिकति भन्दाखेरि चाहिँ अलिअलि ब्याडमिन्टन खेल्न आउँदैन। मेरो दिदीलाई धेरै जिस्काएर जस्नु गर्नु होला। हजुरहरूलाई देखिरहेको होला यो गाइज हाम्रो ब्याडमिन्टन यता हेर्नुहोस्। हामी यता एउटा मेरो दिदी चाहिँ पागल भएर यस्तो चुङ्गीले खेल्ने भनिरहेको थियो कि ट्राई गर्नु ल गाइजहरू मजा आउँछ। हजुरहरूसँग नै यस्तो चुङ्गीहरू छ भने रबरको यस गाइज खेल्नु होला। मेरो दिदीले भने अस्ति पनि हुनसक्छ मेरो दिदी 6 क्लासको सुडी। अब मेरो दिदीलाई पार मिल्छ फर्स्टमा यस्तो हान्नु डुङ डुङ गाइज। गाइजहरू आज हामी ब्याडमिन्टन यो गाइस चुङ्गीसँग त राम्रो भएन कि गाइस। कक पनि छ मेरो गोजीमा गाइस पर्छ कि अलिअलि अप्ठ्यारो भइरहेको क्या। पर्सको खल्तीमा अलिअलि यो मेम्बरसिप कार्ड सिमको टुक्रोहरू छ क्या गाइस। अलिअलि भयो
देख्नुहोस् मेरो दिदीले कस्तो खेल्ने मैले त अहिले देखिसक्नु होला मेरो दिदीलाई अलिअलि खेल्न आउँदैन दिमागबाट नि अलिअलि ब्याडमिन्टनमा चाहिँ नुब हुनुहुन्छ जस्तो लाग्छ हाम्रो भिडियो क्वालिटी अलिकति नराम्रो होला मेरो दिदी हेर्नुहोस् कति नुबडी निस्किनु भएको एउटा ब्याट पनि हान्न सक्नु भएको अनि यता हेर्नु यति पर हान्नु भएको म जस्तो प्रोफेसनल हो कति तिर हान्नु पर्यो नि त यसरी गाई यता यता तपाईँले देखेर होला यस्तो बाङ्गो हान्ने यी मेरो दिदी यदि नि सक्नुहुन्न मतलब कति नुब रहेछ देख्नु गाईहरू मेरो दिदी कति नुब हो साहेबा मेरो दिदी लाएगा यस्तो नराम्रो प्ले बडा होके गाजा खाएगा मेरो दिदी यता हेर्नु कति नु हो एउटा सर्ट पनि हान्नु सक्नु यस्तरी मेरो यता गाईहरू ब्याडमा अलिकति प्रब्लम आएर कि त्यही भएर हजुरहरूलाई म देखिने यता क्यामेरा एङ्गल मिलाउनु पर्छ क्या गाइस यता हेर्नुहोस् यस्तो दामी सर्ट हान्छु न दिदीले मेरो एउटा टिक्लु दोष आइरहेको थियो साथीहरू टिक्लु दोष आयो टिक्लु हामी बोलाएर हाम्रो चप्पल अल्टाएर भइरह हामीलाई यता यस्तो थोत्रो चप्पल आउँछ यता दिदीले मेरो हात नपुग्ने खालको बाङ्गो सोर्छ बाङ्गो हात मेरो एक सर्ट मिस मेरो दिदी अहिले पनि नुब्रिरहेको मैले दिदीलाई सानो सर्भिसबाट हाने मिस्टेक भयो भने भनिदिनु होला गाइस गाइस आज मेरो यहाँ दिदीले साह्रो नुब खेल्नु यस्तै सर्ट हान्नुहुन्छ बाङ्गो राजु समाज जस्तो यस्तो भन्नु मन लाग्छ धुवा देउसु रे ए मेरो काली दिदी पदुवा ए छाना माथि कालो कोट देउसु रे मेरो दिदीलाई चाहियो कुकुरको नोट मेरो दिदी बारीमा आउँछ मेरो दिदी ब्याडमिन्टनको लड्छ मेरो भाइ पदुवा मेरो दिदीले मलाई पदो हान्थ्यो तर उनीहरू चाहिँ लुक्दै पादेर मलाई यहाँनिर दोष लाउँछ मेरो भाइ लाटो अलिकति पर जान नि मिल्छ होला अलिक पर जान नि मिल्छ गाई मेरो दिदीलाई पर जानु भन्दै कमेन्टमा ट्याप दिनु मेरो दिदी अगाडिदेखि अन्त यस्तो खेलिरहेको हाम्रो अर्को साथी आउँदै हो अर्को साथीको फेस रिभिल गरिदिने हो हामीलाई त फेस रिभिलदेखि मतलब छैन फेस रिभिल भयो भने नि केही हुँदैन है गाइस
यस गाइस फेस रिभिल हान्ने मान्छे हो पोस्ट गर्नु मैले एड भिडियोमा फेस रिभिल गर्दै गाइस के हो आज साइकलसँग मिल्ने कलर भएको लगाएर यी गाइसहरु यता हेर्नुहोस् मेरो यो नुगा साथी आएर यता थोपडा देखाउँदै आफ्नो नाम सक्षम हो अनि काम चाहिँ पक्षम जस्तो छ यो कलुवाले हेर्नु न मलाई कुद्न आइरह अब हाम्रो ब्याडमिन्टनको भिडियोलाई गर्छौँ यो मेरो दिदी साइकल लभर एक नम्बर यहाँ अरू आयो साइकल खोजेर यहाँ भिडियो एउटा छोडेर यहाँ गर्न थालिका गाइसहरु यस्तो छ जिन्दगी यस्तो चलिरहेको मेरो दिदीको यहाँ हजुरहरूको एङ्गल मिलाउनु पर्यो नि त सक्षम कलुवाले कालोले अलरेडी अदालो देखिरहेको नि त कलुवा अलिकति पर्दा कक्कै नै छ त्यो कक गए ठाउँमै उभिने गाइजहरू यता हेर्नु कता उभिने भन्ने नि मेरो साथीलाई थाहा छैन हो यति 7 क्लास कि 6 क्लासमा हो तर नि यति पनि थाहा छैन यो सक्षम भन्ने नि बेहुरा त पक्षम जस्तो छ अर्को हेर्नु न यता किच्चो धाप देखाइरहेको छ मान्छे चाहिँ आलु त हो पेडालु कालु भन्दा जस्तो पेडालु भनेर हान्छ के गाई यस्तो टाढा हान्छ यस्तो उडाएर हान्छ यस्तो साइडमा हान्छ कि गाई दिमाग ह्याङ हुन्छ कि मेरो कम्प्युटर छ त म दामी रिट हाल्छु के भाइ मलाई नै आउँछ यता हेर्नु मेरो साथी मुखदेखि कल भएको कि एडिटिङमा त मोल्बा होला कस्तो हान्छ होला एडिट गाइस एकचोटि सोचौँ त क्यापकटबाट भाइ प्रिमियरबाट एडिटिङ गर्ने हो फोटोसपबाट गर्ने क्यापकटबाट होइन मैले क्यापकटबाट गाइसहरू मेरो पहिलेकै अगाडिमा कति धेरै एडिटिङ गरेर छोडे मान्छे हो यो कहिले फेरि अगाडि आइरह हान्नै नहार यसलाई हामी गाउँमा स्कुलको क्रिकेट बनिन आँटेको क्रिकेट ग्राउन्ड हो कि फुटबल ग्राउन्डमा हामी खेलिरहेको छौँ कि गाई जोज्नु हान्नु ल कम्प्लेन मात्रै नगर्नु क्रिकेट प्लस फुटबल ग्राउन्ड हो जोज्नु नगर्दिनु यता हेर्नु न गाईहरू मेरो साथीलाई नि अलिअलि मजाले गर्न नि आउँदैन मेरो दिदी अर्कै यहाँ कल्बी आइरहेछ इ यो कल्बीलाई नि म यतै आएर टुचुक्क बसिसकेँ अब यो अर्को कलवा नि मेरो यो गाउँको अल्टिमेट कलवा चाहिँ यो गाउँमा सबैभन्दा कलवा हान्ने एउटा तेजी भन्ने दाइ हुनुहुन्छ अरू त्यहाँ भेटेको मैले त्यो दाइ जस्तो कलवा कसैले देखेको छैन सरी तेजी दाइ होइन म यो साथीलाई नै कलवा हान्छु अहिले आफ्नो सक्षमले आफ्नो कट्टु र यो साइकलको कलर सेम मिलाएर आउनुहोस् हाम्रो ब्याडमिन्टनको म्याच अब फेरि हुन्छ मेरो दिदी साइडमा हटिदिनु होला हुन्छ मेरो भाइ म गइहाल्छु म तिमीहरूलाई डिस्टर्ब गर्दिनँ होइन सक्षम कलवा दाइ अलिकति साइडमा आज नि सिट फिक्स गरे होइन हो सक्षमले सिट फिक्स गरे सक्षमलाई म एउटा हाम्रो भिडियोबाट एडिटिङ गरेर त्यतिकै घटियामा निस्क्या सर्ट एडिट गर्न दिउला हेरौँ कि गाई त्यो दामी एडिट हान्दियो भने नि म नि मेरो सक्षम दाइलाई 10 रुपियाँ दिन्छु मेरो पर्सबाट निकालेर यता हेर्नु कति रुपियाँ दिन्छु भनेर म यहीँनिर मेरो पर्सबाट देखाइदिन्छु यता हेर्नु यहाँ छैन 10 रुपियाँको नोट यो दिन्छु गाई एकचोटि चुङ्गीबाट हेर्ने गाईहरू आउनु अब हामी चुङ्गी पुङ्गी भन्ने एउटा डुङ्गीबाट खेल्छौँ ल परको मेरो सर्ट चाहिँ फर्स्टचोटि चुङ्गीबाट खेल्दा ब्याडमिन्टन पनि बिग्रो सर्ट पर गयो मेरो साथीले भने कि हेरौँ कस्तो गर्छु एउटा सर्ट्सको भिडियो एडिटिङ गरिदिन्छु होइन तिम्रो 10,000 बिच कटेको छ नि म तिमीलाई सर्ट दिन्छु ल यसले भनेको एउटा मेरो सर्ट भिडियो एडिट हानिदिन्छ अरे 10,000 कटेन भने 100 रुपियाँ दिन्छ अरे 10,000 भ्युज कटेन भने प्रमिस हान न प्रमिस ल प्रमिस हो 10,000 बिच कटाउन मेरो एडिटिङले 10,000 बिच नकट्ने साथै हुँदैन
हैन ब्रो यस्तो हानिन्छ के गाईहरु यस्तो कटेर हुन्छ के दिन्छ फेरि कट हो कि म 100 रुपैयाँ दिन्छु त्यो टुइस्ट गाईहरु अब हाम्रो गल्ती लाग्यो है अब हामी सबै बन्द गर्छौं कि गाइस एउटा थार पनि मेरो साथीले जित हानिराख्यो कि अब हामी भोलितिर एडिटिङमा आउँछौँ अहिले हजुरहरूलाई यति नै नि पुग्यो होला हो सायद 1 घण्टा भइसक्यो हाम्रो घरमा चाहिँ यसरी पुरै झिलिमिली लागिराख अब एउटा भ्लग राति बनाउँछौँ पुरै झिलिमिली बलाएन टिलिमिली गाइस यो भिडियोको एन्ड हुँदैछ सो यो भिडियोलाई यो च्यानललाई सब्स्क्राइब गरेर हाम्रो भिडियोलाई लाइक शेयर कमेन्ट गरिदिन नबिर्सिनु होला ल हाम्रो यो भिडियोमा मेरो दिदीले अलिअलि फटफटाउनु भयो अब हामी फटफटाउने बारे मेरो भिडियोमा जो नयाँ हो सब्स्क्राइब गरिदिनु होला पुरानोहरूले अलिअलि लाइक थपिदिनु होला शेयर गरिदिनु होला कमेन्ट गरिदिनु होला त्यही भएर आज मेरो साथीसँग यो भ्लगको म बाई बाई सकिसक्यो